बाँसले बनाएको घर अर्ग्यानिक गप्पा कति बज्यो? 5-4 हेलो गुड मर्निङ सरस्वती भन्ने फेफुल सबैजनालाई है। अनि यो चाहिँ मेरो एकदमै पुरानो यो फेब्रुअरीको भिडियो हो है। अनि मैले चाहिँ यो भिडियो चाहिँ एडिट गर्नु पाएको थिइनँ, किनभने एडिट गर्नुभन्दा नै मेरो घरमा चाहिँ अब त्यस्तो पर्यो है। मेरो फुपा चाहिँ बित्नुभयो अचानक होइन, त्यही भएर चाहिँ मैले यो भिडियो चाहिँ एडिट गर्नु पाएको थिइनँ। त्यही भएर चाहिँ आज चाहिँ मैले यो भिडियो हालिरहेको छु होइन, किनभने मलाई त यो भिडियो एकदमै धेरै मन परेको थियो र मलाई हाल्न पनि इच्छा थियो होइन। यो भिडियोमा चाहिँ मेरो एकदम धेरै मेमोरिजहरू छ, त्यही भएर चाहिँ मैले यो भिडियो आज आएर अपलोड गरिरहेको छु होइन। अनि यो भिडियो बनाएको 2 दिन बादमा चाहिँ मेरो फुपा खस्नु भएको होइन, त्यही भएर पनि मैले यो भिडियो चाहिँ अपलोड गर्नु पाएको थिइनँ र अब चाहिँ मैले यो भिडियो अपलोड गरिरहेको छु। अनि गाउँघरमा यस्तै हो है, हामीले चुलामा चुलामा खानाहरू बनाउँछौँ होइन। अनि यहाँ चाहिँ मम्माले चाहिँ आज बिहानै चाहिँ रोटी पोल्नु हुँदै थियो नि त कमानमा, त्यस्तै होइन। बिहानै अब रोटीहरू पोल्छ, खाजाहरू खान्छ होइन। अनि भन्छ नि कमानमा बिहान बेलुका 12 बजी खाना पकाउँदै दिन बित्छ भन्छ नि, त्यति सही हो होइन। त्यति साँच्चीको हो, किनभने बिहान बेलुका 12 बजी खाना खान्छ नि त कमानतिर। त्यही भएर पनि कामहरू अब त्यत्तिकै एलङ गर्दाखेरि नै ठिकै हुन्छ होइन। अनि यहाँनिर चाहिँ म र मुवा भएर रोटी पोल्दै थियौँ, हेर्दै गर्नुहोस् अगाडि। अब चाहिँ हामी मेरो अर्को घर गएको, पर घर त्यसलाई चाहिँ के भन्छ भने पाहाडमेन भन्छ। हामी त्यही गएको, तल खोचमा छ घर पनि। भाइको अलिअलि त्यो उयोहरू समातिहरू सफा गरिदिउँ, त्यही त बटाएर नानीको समातिहरू सफा गरिदिउँ भनेर गएको यसलाई लगेकिन। म चाहिँ त्यहाँनिर कहिले पनि जाँदिनँ नि त, अब यसबार त जाउँ भनेको मन पनि लागिरहेको छ मनबाटै हो, त्यही भएर चाहिँ कान्छीलाई लगेर गएको हामी पर यता छ। राम्रो रहेछ, यो चाहिँ मेरो गाउँ चिया बगान छ, यस्तो छ जिन्दगी कहिले घाम छैन भने यस्तै यस्तो छ। ल हेर्दै गर्नुहोस् ल, टाटा गर्दै हामी सिधै अब मेरो घरमा पुग्नेछौँ डेस्टिनी। यहाँ चाहिँ बहिनी छ, हामी चाहिँ यहाँ भाइको उयो सफा गर्न आइरहेको छु। अलिकति गोरे यो चाहिँ फेरि हँस्या हो, यसले फेरि सिधै उसको चाहिँ यहाँनिर पुरा मैला भएछ। यस्तो छ यहाँ त जङ्गलै जङ्गल। पहिला म चाहिँ अहिलेसम्म यहाँनिर आएको थिइनँ नि त, अन्त म चाहिँ उसलाई राखेकोदेखिको पहिलोचोटि आएको होइन। अनिस मामा ओके, अब चाहिँ हामी यहाँनिर सफा गर्न आँटेको म होइन। राख्दाखेरि उहीँबाट देखिहाल्यो थियो नि अन्त, त्यो त यहीँ पनि आएको नि त, त्यो बाउला थियो नि मैले फारे बहिनीले पुस्दिँदैछ, बराल गरी हामी यहाँनिर सफा बनाइदिने नि त हामी।
त्यही भएर है। हेलो गाइस, पालङ्गीको साग छ, कोपी पनि छ, साग पनि छ, धनियाँ पनि छ, साग पनि छ। गाउँहरू चाहिँ कस्तो हुन्छ? अब गाउँतिर चाहिँ यहाँ तल छ नि त, यहाँबाट करायो भने चाहिँ सुन्थ्यो क्या। अन्त हामी यो बाटो जान्थ्यौँ, यो बाटो केरा, यो चाहिँ केरा भन्छ गाइस ल। पहिला त यहाँनिर थुप्रो केरा खानु खाली भएको होला, बनाना भन्छ केरा होइन। यहाँ चाहिँ खानु खाली भएको होला, बोट चाहिँ यस्तो हुन्छ। नानाको पहिला यस्तो दामी भ्यूहरू, यस्तो दामी दामी लाग्छ। मैले अहिले मात्रै गरेँ भाइको त्यो उयो गरेको देखाउनु चाहिनँ मैले है। देखाउनु मतलब मैले आफै खुदै भिडियोमा नलेको त्यो कुराहरू चाहिँ म तपाईँलाई देखाउँछु है। अहिले तपाईँलाई हामीले कस्तो बनाएको। ओके लु जाउँ ल। म चाहिँ त्यो कुराहरू चाहिँ अर्ग्यानिक बाँसले बनाएको घर, अर्ग्यानिक घर। फुप्पा, नानाको फुप्पा, अन्त हाम्रो गाउँको मान्छेहरू चाहिँ यस्तो हुन्छ। ओके त्यो त मेरो होइन त्यो। यहाँनिर फेरि सुन्तला ड्याम्मै थियो, ड्याम्मै हुन्छ नि। अब सुन्तला यतिको बनाइदिएको भने के गरेर देखाइदिउँ। फुल लगाइदिएँ मैले उसको उयसमा समाधिमा हो, फुल लगाइदिएको छु, फुल पनि लगाइदिएको छु, सफा पनि गरिदिउँ। चलक्कै टल्किरहेछ। म चाहिँ यत्रो वर्षमा चाहिँ त्यहाँनिर चाहिँ गएको थिइनँ नि त, उसलाई राखेको दिनको 2019मा खसेको। अनि ऊ सानै थियो तर पनि म गएको थिइनँ नि त, किनभने मलाई चाहिँ जानु मन लाग्थेन है। उसलाई चाहिँ म यो जग्गामा चाहिँ कहिले पनि हेर्नु सक्दिनँ पनि। तर पनि यत्रो सालमा चाहिँ मलाई जानु मन लाग्यो। अन्त गएर सफाहरू गरिदिएर आएँ। अब म आउनु पाउँछु पाउँदिनँ मलाई थाहा छैन है। मैले अब मलाई जो मनले भन्यो मैले त्यो गरेको छु। तर मैले आधी भिडियो तपाईँलाई देखाउन सक्दिनँ किनभने म हाल्नु चाहन्थिनँ। अब म चप्पल खोज्छु एउटा नआइरहेको भने चप्पल कत्न पनि किनभने मैले नानी पफकर्न ल्याए यहाँ एउटा, यहाँ छ। यसले कस्तो राम्रो छ, एउटा दिन्छ। हिँड पर जाउँ। नटिपाइ उयो हुन्न नि। तपाईँहरूले केरा देखेको छ? ऊ देखेँ मैले भनेको थिएँ नि केराको रुखो भनेर। फरेनमा अब उयो त्यो कुरोहरू त होइन न। हामी भनेको त अब केरा भन्छ, खासैमा भन्नुपर्दा खेरा। तपाईँहरूको हिसाबमा खेरा। त्यो हामी सबै कामहरू सकेर चाहिँ यतिखेर चाहिँ हामी घर जाँदै थियौँ होइन। मेरो फुपा देख्नुभयो होला त्यहाँनिर छु। फुपा बहिनीले नानाको फुपा भन्ने देखाउनु भइरहेको छ। उही फुपाको कुरा गरेको मैले। सो मेरो भिडियो मन पर्ने लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गरिदिनुहोस्। तब तकले बाई बाई।